अध्याय 8 रहस्यमय सन्दुक क्रिप्टिक चेस्ट। त्यो रात निकै हावाहुरी चलिरहेको थियो। अँध्यारो लबीभित्र गल्लीको अन्त्यमा झुन्डिएको बत्ती मात्रै उज्यालोको एकमात्र स्रोत थियो, जुन हावाले हल्का हल्का हल्लिँदै थियो। एलएसडीले डाक्टर शाहिस्तालाई शुभरात्रि भनिन् र आफ्नै कोठातिर लागिन्। कोठा निकै ठूलो थियो, तर त्यहाँ हल्का स्याउलो र पुरानो गन्ध आइरहेको थियो। यद्यपि कोठा पुराना बत्तीहरू र फर्निचरले सुन्दर ढङ्गले सजाइएको थियो, तर हेर्दा यस्तो लाग्थ्यो धेरै समयदेखि त्यहाँ कोही बसेको थिएन। छेउको कोठामा डाक्टर शाहिस्ता आफ्ना बच्चाहरूको चिन्तामा डुबिरहेकी थिइन्। उनी कुर्सीमा बसेर छततिर हेर्दै थिइन्, जबकि अरू मानिसहरू अझै आफ्ना कोठामा मिलाउँदै थिए। समय बित्दै जाँदा उनका आँखा भारी हुँदै गए र उनी बिस्तारै निदाइन्। रात ढल्किसकेपछि अचानक उनी झस्किएर उठिन्। ढोका बाहिर एउटा छाया देखिएको जस्तो लाग्यो र कसैले उनको कोठा बाहिर हिँडिरहेको महसुस भयो। उनी तुरुन्त उठिन् र ढोका खोलेर बाहिर हेर्न गइन्। अँध्यारो गल्लीको अन्त्यसम्म पुगेर हेर्दा त्यहाँ कोही थिएन, केवल समुद्रका छालहरूको आवाज मात्र सुनिन्थ्यो। अचानक उनी फर्किइन् र त्यहाँ एलएसडी उभिएको देखिन्। डरले उनी चिच्याइन्, तिमी यहाँ के गर्दैछौ? एलएसडी हल्का सास फेर्दै भनी, म एक्लै डर लागिरहेको थियो, म तपाईसँग बस्न चाहन्छु। के म आज तपाईको कोठामा सुत्न सक्छु कृपया? डाक्टर शाहिस्ताले निधारको पसिना पुछ्दै सहमति जनाइन्। दुवैजना कोठाभित्र पसे। एलएसडीले आफ्नो झोला सोफामा फ्याकिन् र सामान निकाल्न थालिन्। डाक्टर शाहिस्ताले सोधिन्, तिमीले कसैको हिँड्ने आवाज सुनेकी थियौ? एलएसडी डराउँदै भनी, हो, मैले झ्याल बाहिर कसैको छाया देखेँ। तर अँध्यारो थियो अनि म हेडफोन लगाएर बसेकी थिएँ, त्यसैले केही सुन्न सकिन। राम्रो नै भयो। उनी हल्का हाँसिन्, म भूत देख्न वा सुन्न चाहन्न। यस्ता पुराना ठाउँहरू मलाई असजिलो लाग्छन्, सधैँ भूतप्रेत लागेको जस्तो। डाक्टर शाहिस्ताले पानीको गिलास राखिन् र उनलाई ढाडस दिँदै भनिन्, भूतप्रेत भन्ने कुरा हुँदैन। जिज्ञासु हुँदै एलएसडीले सोधिन्, म बुझिन, तपाईँ बाहिर के गर्दै हुनुहुन्थ्यो? एलएसडी पहिले नै डराएकी थिइन्, त्यसैले डाक्टर शाहिस्ताले आफ्नो अनुभव लुकाइन् र भनिन्, म मेरो परिवारको चिन्तामा थिएँ। उनीहरूसँग कुरा गर्न मन लागेको थियो, तर रात धेरै भइसकेको थियो। एलएसडीले उनलाई सान्त्वना दिँदै भनिन्, ढुक्क हुनुहोस्, तपाईको परिवार ठिकै हुनेछ, हामी पनि चाँडै यहाँबाट बाहिर निस्कन्छौँ। उनले औँला जुदाउँदै भनिन्। डाक्टर शाहिस्ताले गहिरो सास फेरिन् र ओछ्यानतिर गइन्। केही समयमै उनी निदाइन्। एलएसडीले चस्मा लगाइन्, ल्यापटप खोलिन् र किबोर्ड थिच्दै कोठाको सन्नाटा तोडिन्। उता वीरभद्र दुईजना मान्छेसँग स्पिड बोटमा रातको अँध्यारोमै पोर्ट ब्लेयरतर्फ लागेका थिए, एन्डमान र निकोबारको राजधानी। उनी एउटा विशेष सन्दुक लिन गएका थिए। सन्दुक लिएपछि टाढाबाट कसैले उनलाई नियालिरहेको थियो। वीरभद्र त्यो सन्दुक लिएर रोस टापुतर्फ फर्किए, तर त्यो अज्ञात जासुस पनि उनलाई पछ्याउँदै थियो। रात बित्यो। बिहान ढोकामा ढन्ठक भएको आवाजले डाक्टर शाहिस्ताको निद्रा खुल्यो। उनले कोठाभित्र एउटा खाम देखिन्। खोलेर हेर्दा आजको सत्रको समयबारे जानकारी थियो। बाहिर उज्यालो भइसकेको थियो। नास्तापछि डाक्टर शाहिस्ता र डाक्टर भत्रा डाक्टर श्रीनिवासनको कोठातिर लागे, जबकि अरूहरू सोधपुछ कक्षातिर गए। त्यसैबीच वीरभद्र पनि दुईजना बन्दुकधारी र दुईवटा बाकस लिएर त्यही कोठामा प्रवेश गरे। ती बाकसहरू ओमका थिए। यही खोल, डाक्टर श्रीनिवासनले आदेश दिए। बाकस खुल्दा सबै चकित भए। भित्र इतिहास लेखिनु अघि नै लेखिएका नोटहरू थिए, मुख्यतः संस्कृतमा, केही हिन्दी र प्राकृतमा। ती कागज होइनन्, तामाका पातहरू थिए। प्रत्येक पातमा एउटा नाम कुन्दिएको थियो, ओमले आफू भएको दाबी गरेका नामहरू। त्यसमा एउटा पुरानो खरल, केही ठूला औँठी, दुर्लभ सिक्का र विभिन्न भाषामा लेखिएका पाण्डुलिपिहरू पनि थिए। वीरभद्रले भने, सर, एउटा महत्त्वपूर्ण कुरा भेटिएको छ। मैले विशेष गरी तपाईलाई दिन सुरक्षित राखेको एउटा नक्सा, केही धातुका टुक्रा, पारा भएको बोतल र एउटा किताब। त्यो किताब पातहरू र रगत लागेको सेतो कपडाले बेरिएको थियो। बाहिर धातुको आवरण थियो जसमा केही कुन्दिएको थियो। डाक्टर बत्राले किताब खोले। भित्रका चित्रहरू देखेर उनका आँखा फैलिए। उनी छिटो छिटो पाना पल्टाउँदै केही खोजिरहेका थिए। उनले किताब डाक्टर श्रीनिवासनलाई दिए। अब अगाडि बढाउँ, श्रीनिवासनले भने। डाक्टर बत्रा अझै नक्सा र धातुतर्फ हेर्दै थिए। हो, नक्सा त हो, तर के को? श्रीनिवासनले भने। डाक्टर शाहिस्ताले सुझाव दिइन्, जवाफ दिने मान्छे त भित्रै छ, सिधै उसैलाई सोधौं। अहिले होइन, श्रीनिवासनले कडा स्वरमा भने। उसलाई थाहा नहोस् कि नक्सा हामीसँग छ। पहिले प्रश्नहरू पूरा गरौं। सबै सहमत भए। एलएसडीलाई पठाऊ, उनले भने।
डाक्टर बत्रा लगभग दौडिँदै सोधपुछ कक्षामा पुगे। उनले ओमतर्फ हेरे। रिस र अन्यल दुवै झल्किरहेको थियो। उनी आफ्नो सिटमा बसेर कम्प्युटरमा केही खोज्न थाले। डाक्टर शाहिस्ता नजिक आइन् र चिन्तित हुँदै सोधिन्, तेज, तिमी के खोज्दैछौ? डाक्टर बत्रा कम्प्युटरको स्क्रिनमै नजर गाडेर काम गरिरहे। उनले एकपटक पनि टाउको उठाएर हेरेनन्। तिमी ठिक छौ? हेर न, हामी सबै उत्तिकै अचम्मित र चकित छौं, डाक्टर शाहिस्ताले भनिन्। श्श! डाक्टर बत्राले हात उठाएर उनलाई चुप लाग्न संकेत गरे र फेरि आफ्नो काममै डुबिरहे। शाहिस्तालाई अलि नराम्रो लाग्यो। उनी केही बेर त्यही उभिइन्, अनि फर्केर निस्किन लागिन्। त्यतिकैमा डाक्टर बत्राले बोलाए, शाहिस्ता? उनी फर्किइन्। उनको नजर सिधै स्क्रिनतर्फ गयो। यो हेर, डाक्टर बत्राले मोनिटर उनको तर्फ घुमाउँदै भने। यो के हो? उनले सोधिन्। डाक्टर बत्राले बिस्तारै बुझाउन थाले। हाम्रो शरीरको प्रत्येक कोषभित्र साना इन्जिन हुन्छन्, जसलाई माइटोकोन्ड्रिया भनिन्छ। यिनैले हामीलाई चाहिने ऊर्जा दिन्छन्। जब यी इन्जिनहरू कमजोर हुन्छन्, हाम्रो शरीर बुढो हुँदै जान्छ र बिग्रिन थाल्छ। यसको मतलब के हो तेज? शाहिस्ताले अलि झर्किँदै सोधिन्। मतलब, यदि यी माइटोकोन्ड्रिया फेरि पुनर्जीवित हुन थाले भने शरीर साधारण मानिसभन्दा धेरै लामो समयसम्म बाँच्न सक्छ, डाक्टर बत्राले भने। अर्थात् तिमी भन्न खोज्दैछौ कि ओमको शरीरमा यी इन्जिनहरू कहिल्यै बिग्रिएनन्? शाहिस्ताले बुझ्ने प्रयास गरिन्। तेजले अर्को तरिकाले बुझाए। वैज्ञानिकहरूले अहिले यस्तो तरिका निकालेका छन् जसले सामान्यतया 6 दिन बाँच्ने यीस्टलाई 10 हप्तासम्म बाँच्न सक्छ बनाएको छ। त्यो लगभग 10 गुणा वृद्धि हो। तर त्यसको हाम्रो समस्यासँग के सम्बन्ध? शाहिस्ता अझै अन्यलमा थिइन्। शाहिस्ता, त्यो 10 हप्ता भनेको मानिसको 800 वर्ष बराबर जस्तै हो। जब RAS2 र SHCH9 नामका 2 जिनहरू हटाइयो, यीस्टको आयु बढ्यो। उही जिनहरू मुसाबाट हटाउँदा त्यसको आयु पनि दोब्बर भयो, डाक्टर तेजले अगाडि भने। त्यसपछि शाहिस्ताले सोधिन्। मानव शरीरलाई बुढ्यौलीतर्फ लैजाने करिब 60 वटा जिनहरू पहिल्यै पत्ता लागिसकेका छन्। तर समस्या के हो भने विज्ञान अझै त्यति अगाडि पुगेको छैन कि मानिसमा पनि यही कुरा लागू गर्न सकोस्। र यही कुरा ओमको दाबीसँग मेल खाँदैन, उनले गम्भीर स्वरमा भने। अझै पनि तिमी उसलाई धोकेबाज ठान्छौ? शाहिस्ताले सोधिन्। केही बेर रोकेर उनले थपिन्, हेर्नु तेज, मलाई उसलाई विश्वास नगर्ने धेरै कारण छन्, तर उसको कुरा शङ्का नगर्ने झन् धेरै कारण पनि छन्, डाक्टर बत्राले दृढ स्वरमा भने। मलाई उसको रगतको नमुना चाहिन्छ। शाहिस्ताले बिस्तारै टाउको हलाइन्। डाक्टर श्रीनिवासनले तिमीलाई त्यो गर्न कहिल्यै अनुमति दिने छैनन्। त्यसैबीच डाक्टर श्रीनिवासन आफ्नो कोठामा LSDसँग कुरा गरिरहेका थिए। उनले एउटा नक्सा अगाडि राखेर भने, तिमी साँच्चै उत्कृष्ट छौ भनेर प्रमाणित गर्न सक्छौ? तिमीलाई 6 घण्टा समय छ। यो पहेली समाधान गर। यो नक्सामा देखाइएको स्थान कहाँ हो र त्यसले हामीलाई कहाँ पुर्याउँछ? LSDलाई चुनौतीहरू मन पर्थे। यस्ता चुनौतीहरूले उसलाई आफ्ना सीमाहरू परीक्षण गर्न, अझ राम्रो बन्न र आफूमा गर्व गर्न प्रेरित गर्थे। उसको आँखामा उत्साह चम्कियो। उसले नक्सा उठाइन् र बाहिर निस्किन लागिन्। त्यतिकैमा डाक्टर श्रीनिवासनले बिस्तारै भने, यो कुरा हाम्रो बीचमै रहोस् LSD, कसैलाई केही नभन्नु। तिम्रो समय अहिलेबाट सुरु हुन्छ। केही समयपछि डाक्टर श्रीनिवासन फेरि सोधपुछ कक्षामा प्रवेश गरे।